नमस्कार साथीहरू, यतिखेर चाहिँ एउटा यो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको भिडियो यो पनि हो है। आशिका तामाङले आफै गरेको भिडियो यो, उनको पेजबाट पनि आउट भएको र अहिले चाहिँ छ्यापछ्याप्ती सामाजिक सञ्जालहरूमा एकदम भाइरल नै छ। सरकारी कर्मचारीलाई चाहिँ उनले रोक्छिन् र सरकारी गाडीमा सवार गरिरहेको देख्छिन् हैन। त्यस पछाडि चाहिँ उनले पास माग्छिन्। शनिबार चाहिँ किन सरकारी गाडी चलाइरहेको भन्ने विषयमा उनले चाहिँ शनिबारमा पनि मेरो अफिसियली काम छ, म जाँदैछु भनेर भनिरहेको देखिन्छ। त्यतिकैमा उनले पुलिसको भ्यानलाई रोक्छिन्। पुलिसको भ्यानले नरोकिसकेपछि ट्राफिकलाई बोलाउँछिन् र उनले चाहिँ ट्राफिकलाई चाहिँ कागजात दिन्छन्, आशिका तामाङलाई चाहिँ दिँदैनन्। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल पनि भइरहेको छ। प्रायले चाहिँ आशिका तामाङलाई नै लक्षित गरेर गाली गरिरहेको छन्। यतिखेर हुन पनि हो हैन। कतिपय ठाउँमा चाहिँ नबुझेर पनि यसरी होमिराख्नु भएको छ हाम्रो आशिका दिदी हैन। उहाँको एउटा एजेन्डा ठिक छ, तर कोही कतै मान्छेहरू बाध्यता परिस्थितिमा पनि हुन्छ, त्यो पनि हामीले बुझ्नुपर्छ। उहाँको प्रश्न गर्ने शैली पनि अलि खराब छ, त्यही अनुसारको उहाँको पनि जवाफदेही छ। त्यसैले उहाँले चाहिँ भन्नुभएको छ रिस्पेक्ट गर्नु भएन, अनि प्रश्न सोद्धा पनि त आफूले रिस्पेक्ट गर्नु पर्यो। के कसो साथीहरू, ल है यो भिडियो हेर्नुहोस् ल। कन्फर्म हुन्छ अफिस जान लाग्छ आज शनिबार होइन? हजुर अफिसमा काम छ कि पास छ? देखाउनु त, तपाईँलाई किन देखाउनु न, राम्रो मुख्ने भनिरहेको छु तपाईँले। देखाउनु त, प्रहरीको प्रहरी त पख्नु त, उहाँलाई देखाउनु, प्रहरीलाई वेट गरेर लाइन प्रहरी भन्नु। ए ओ भाइ हेर है त, उहाँले मलाई राम्रो मुखले भनेको थिएँ होइन, तपाईँलाई किन देखाउनु पर्यो भन्नुभयो कि। ल देखाउनु नि त, ल देखाउनु, ल्याउनु। उहाँको पास चेक गर्नु त, पास चेक गर्नु त उहाँको। ल ल ल राम्रोसँग पनि भन्न सक्नुहुन्छ क्या, त्यही कुरा पनि राम्रोसँग भन्न सक्नुहुन्छ, त्यो कुरा पनि बुझ्नुभयो। फर्काउन आवश्यक छैन तपाईँले, किन जरुरत छैन, किन? ओहो ओहो ओहो, देख्नुभयो त सरकारी कर्मचारीको हेर्ने स्टन मचा छ अरे, देखाउनुहोस् न। होइन तपाईँलाई मैले राम्रै मुखले भनिरहेको छु त दाइ, तपाईँलाई के गरेको छु त मैले? के नराम्रो गरेको छु त तपाईँलाई मैले? के नराम्रो कुरा गरेको छु त मैले तपाईँलाई? अचम्म